आज बिहान बिहान त क्या मजाले पानी परिरहेको के रातिको 2-3 बजेबाट पानी आएको बिहानको 7:30-8 बजेतिर चाहिँ पानी बल्ल बिदो भइदिएर होइन। अनि फेरि घाम पनि कस्तो मजाले लागिरहेको थियो होइन। अनि म चाहिँ फेरि रेडी भएर बसेको थिएँ के मन्दिर जाने भनेर। अनि हामी चाहिँ फेरि तालबराई मन्दिर जाने भनेर हामी गयौँ होइन। अनि वहाँ गएर टिकट काट्नमा लाइन बसेको लास्टी लामो लाइन रहेछ। अनि बल्ल तल्लो पालो आएर हामी चाहिँ डुवा बस्यौँ है। अनि डुवा बसेको एकैछिनमा डुवा पनि हिँड्यो होइन। अनि क्या मजा आइरहेको थियो कि डुवा बस्न नि। म त्यहाँ बहिनीले चाहिँ हातको चाल्दै हिँड्दै गरिरहेको थियौँ होइन। अनि मम्मी चाहिँ यहाँ बहिनी लिएर बस्नु थियो। अनि म त चारैतिर तालको चारैतिर के पुरा यताउता हेर्दै थिएँ होइन। अनि यता कुनामा एउटा परेवा लुकेर बसिरहेको रहेछ के ट्याक्क मेरो आँखा गएको होइन। अनि माछाहरू पनि माथि माथि आइरहेको थियो कि दाना हालिदिएर होला होइन माथि माथि आइरहेको थियो। मैले च्याप्प समातिम जस्तो लागिरहेको थियो तर कहाँ सक्ने माछालाई भनेर छोडिदिएँ होइन। अनि डुवा टोरेर हामी चाहिँ माथि मन्दिरतिर आयौँ होइन। अनि मन्दिरतिर आएको लास्टी धेरै भिड रहेछ कि यहाँ मान्छे त यता र उता जताततै खचाखच के। अनि यहाँ जुत्ता खोल्ने त्यहाँ जुत्ता खोलेर फेरि म यता र उता हिँडेँ होइन। एउटा कसको जुत्ता लास्ट गनाइरहेको कि ठ्याक्क मुखैको आडा होइन। यस्तो नराम्रो गनाएको ए। अनि लाइन बसेर हामी चाहिँ पूजा गऱ्यौँ होइन। अनि पूजा गरेर म चाहिँ यहाँ फेरि परेवा उडाउन लागेँ कि मैले चाहिँ फेरि भर्खर राखेको थिएँ कि त्यही भएर होइन। म चाहिँ यहाँ उडाउन लागेको है। यहाँ फेरि पण्डित बा खोज्दा खोज्दा हैरान के यताउता गएर खोजेर अनि पछि फेरि भक्कलको पुरा हारेर परेवा उडाएँ। अनि परेवा उडाएर फेरि म यहाँ नरिवल फोर्न आएको। नरिवल फोर्न लगाएको त्यो लकै निकाल्न बिर्सेछु क्या। अनि पछि याद गरेर अनि निकालेर हानेको एकै सट्टा ध्याम्मै फुटिहाल्यो। अनि नरिवल फुटालेर मैले चाहिँ चारैतिर सबैलाई पानी नरिवलको पानीले छर्किदिएँ कि होइन। अनि आफूलाई पनि छर्किएँ होइन। अनि त्यसपछि हामी चाहिँ फर्कियौँ है। अनि यसो गाडी पाइन्न कि भनेर हामी चाहिँ छिटो हिँडिरहेको थियौँ। अनि लास्टमा त गाडी त त्यही कुरेर बसिरहेको रहेछ क्या प्यासेन्जर होइन। अनि एकैछिन पछि त गाडी पनि हिँडिहाल्यो। गाडीमा बसेर मस्त हावा खाँदै हिँडिरहेको थिएँ। अनि मस्त हावा खाँदै उता ढोकातिर हेरेको यहाँ त खतरा कुराले हिँडिरहेको रहेछ क्या। यसो भिडियोलाई पज गरेर हेर्नु। अनि गाडीबाट ओरेर हामी चाहिँ खाजा खान गयौँ। अनि आजको भिडियो यति नै हो। थ्याङ्क यू फर वाचिङ। ओके बाई।